हाम्रो सुन्दरी जलको यात्रा सुरु भयो। लेट्स गो। यो चाहिँ सुन्दरी जलको किचन रोड हो। हरियाली अरू के भन्ने अजित के 2-4 वटा टिप पढिदिउँ न। केही नभनौ अहिलेलाई होइन काका नारा नाको अझ रमाइलो हुन्थ्यो मुलाहरू आएनन्। सो यो तिनीहरू आफ्नो गर्लफ्रेन्डसँग व्यस्त हुन्छ नि, हामी भनेको अब सिङ्गल हो होइन। तर अब हामी आफ्नो जर्नी आफै के भनिदिन्छ त्यो जर्नी आफै सुरु गर्छौँ, आफै सुरु गर्छौँ, आफै अन्त्य गर्छौँ। पर्दैनौँ होइन। अरूको भर चाहिँ पर्नु हुँदैन। जहाँ घुम्न मन रहर छ त्यहाँ चाहिँ आफू जानुपर्छ। यो जिन्दगी पछि आउँदैन, जे गर्न छ यही उमेरमा गर्नुपर्छ। ल हामी वहाँ सुन्दरी जल झर्ना गएपछि देखाउँछौँ भ्यू है। ल बाई। सुन्दरी जलको दृश्य यस्तो छ। वहाँ अरू साथी यस्तो साथी हो मागो यो चाहिँ सुन्दरी जल। त्यहाँ चाहिँ म विमल थापा। यो चाहिँ ड्याम जाने बाटो हो। हामी चाहिँ कति छ 18 किलोमिटर 18 किलोमिटर। बल्ल 11 बजेछ। 5:30 गाडी पाउँछ। आज हिँड्दिने हामी। यसो गरौँ न, कसो गर्ने? 2 बजेसम्म हिँडौँ। 2 बजेसम्म अनि पुगिन्छ। ढ्याम पुगे राम्रै भयो, मात्र फर्किन्छ। हुन्छ ढ्याम जाम। यो सम्म बाटो छ होला नि। सम्म बाटो हो। सुन्दरी जल पनि घुम्यो। घुम्ने भनेको बाजुन्जेल त हो। मरेपछि कसले के देखेछ र के गर्छ? अनि बाजुन्जेल हो घुम्ने। त्यसपछि मरेपछि कसले के देखेको छ र त्यहाँ अब ध्यान जाम। ल असली एनर्जी रेड फुल। हामी जान भनेर चाहिँ कहाँ हिँडेको थियो र तर हामी जाँदैछौँ ओख्रेनी अहिले। पसिनाले भिजेको छ पुरै यो मान्छे। अब नि पसिना त लतक्कै गर्छ, त्यही पनि जाँदैछौँ। पुगेन सुन्दरी जल मतलब मेन ठाउँ भएन क्या। सुन्दरी जल भनेर हिँडेको हामी तर उफ्रिन जाँथ्यौँ। जाने चाहिँ परल घर पछाडि हो। ल हामी त्यहाँ उफ्रिन गएपछि देखाउँछौँ। त्यहाँ झर्ना छ भन्दा थियो। जाने चाहिँ हामी झर्ना हेर्ने भनेर आएको थियो। ठुलो धोको थियो सुन्दरी जल गएर झर्ना हेर्ने। तर हामी अन्तै हिँड्यो। यो बाटो यस्तो छ बाटो, तर राम्रै छ बाटो हाम्रो लागि चाहिँ। मै गएपछि अब देखाउँछु है। मेरो पछाडि भ्यू हेर्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् क्या दामी छ। ओ मा चट्ट पाराले सर त्यहाँ घुम्नुपर्छ बेलैमा त्यहाँ भनेको मैले। हेर्नुहोस् त मा भ्यू त कडा छ त मा हेत। ओ मा गोड मोहनी लगाइदिन्छ त हो। यो ठाउँमा चाहिँ मकै बारी दराम दराम भन्ने गानामा चाहिँ भिडियो बनाउन सोहिरहेछ। यहाँ चाहिँ मकै खेती रहेछ, टन्नै मकै खेती छ। त्यहाँ पनि मकै छ, यहाँ पनि मकै खेती छ। किनकि डाँडातिर अरू हुँदैन नि त, मकै हुन्छ। त्यसैले यहाँ मकै खेती चाहिँ गरे रहेछ। ल हामी अब गयो है। अझै पुगेको छैन हामी हाम्रो गन्तव्यमा। हेर्दै गर्नुहोस्। यसरी औसिलो पनि खायो। हामीले चाहिँ औसिलो भन्छ, तपाईँले चाहिँ के गर्नु चाहिँ यसलाई कमेन्ट गर्नुलाई। यो चाहिँ कहाँ भनेर कहाँ हिँडेको हामी चाहिँ ओख्रेनी पुगिसक्यो। त्यहाँ चाहिँ छ आई लभ ओख्रेनी भन्ने। अनि यहाँ चाहिँ गुम्बा रहेछ। गुम्बा बन्न थालेको रहेछ। अझै पुरै चाहिँ बनेको छैन। हामी चाहिँ कुन डाँडाबाट आएको कहाँ पुगिसक्यो हामी।
झर्नामा चाहिँ अझै पुगेको छैन लेट्स गो हामी गरी देखाउँछ झर्ना लास्टसम्म हेर्नु होला भिडियो फाइनली 5 घन्टाको के अरे हिँडाइपछि चाहिँ हामी फाइनली झर्नामा पुगिसकेको छौँ हेर्नु सक्नुहुन्छ पछाडि झर्ना एकदम बेस्ट छ के तपाईँहरू आउन चाहनुहुन्छ भने केबाट धुवा निक्लिन्छ थाहा छैन बेस्ट ठाउँ छ है यहाँको जान्छ हामी के अरे सुन्देरजल भनेर आएको थियो तर हामी चाहिँ कहाँ पुग्यो अरे ओक्रेनी भन्दा पनि टाढा पुग्यो यही हेर्नको लागि आएको हामी हेर्नु भिडियो हेरिदिनु धन्यवाद थ्याङ्क यू लास्टै खुट्टा दुखेछ क्या त्यहाँदेखि आएको फर्केको चाहिँ भिडियो चाहिँ बनाएन आइहोप चाहिँ तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला अब म सोच्छु यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अर्को ठाउँमा चाहिँ फेरि हामी जाने कोसिस गर्छौँ ल गुड नाइट बाई सी यू नेक्स्ट ब्लग